मम्मीले मोबाइल समातेको आज आछीमा आउन लाग्यो के भन्न छ त मम्मी बिहान राति अनि यो सुतिरहेछ उठेर नि फेरि केही होइन आफैलाई सुसार गरिदिनु पर्छ अनि त्यसपछि एउटा सामान कहाँ छ भनेको उतिया छ अरे हो कहाँ उतिया गाइज अनि हामी त बसबाट ओर्लिएर अब हामी हिँड्दैछौँ कहाँ भने मनोकामनाको केबल कारको टिकट काट्न हियर इज माई मदर इन ल हो क्या मम्मी अनि हाम्रो मुनि बाख्री यस्तो बाटो यस्तो रहेछ यहाँबाट ओर्ली जाने रहेछ टिकट काट्न तल गएर टिकट काट्ने रहेछ गाइज कति रमाइलो हो त्यहाँ अनि हामीले लिइसक्यौँ टिकट बाख्रा सहितको टिकट कहाँबाट चढ्ने भन्ने कुरो मम्मी कहाँबाट चढ्ने हो ए यो लाइन रहेछ कि क्या हो जस्तो खतरनाक लाइन छ गाइज अहिलेको ट्याक्क 12:40 भयो लाइन छ ए फेरि बाख्राको टिकट लिएर जानु मन आउनु है म तिमी बाख्राको फेरि छुट्टै रहेछ फेरि कार्यक्रम यहाँ बाख्रालाई छुट्टै टिकट काटेर बाख्रालाई छुट्टै राख्ने रहेछ कि सुन्न जाऊँ न यस्तो धेरै एक्साइटेड भइरहेको नि म त माइ गॉड यसरी छिराउनु हुन्छ बाख्रा फेरि पछि आफैले चिन्ने हो नम्बर दिया हुन्छ ए नम्बर घर लाग्यो त नि फेरि चिनिन्न कि हामीले भनेर हैन हामी त आड्दैन काट्नेको नानी हो नि हो अब ए नम्बरले नम्बर नराउँछ है नम्बर हराइ फेरि बोका हराउँछ बोकामा पनि यो नम्बर कासेको हुन्छ यही नम्बरको बोका हो हाम्रो बाख्रा यही नम्बर 75 लास्टमा 75 छ हेर्नुस् ल कान्छ राख ल जाम ल जाम we are entering मम्मी छिटो आउनुपर्छ क्या अलि भोक पनि मेट्यो अहिले कस्तो भोक लागिरहेको थियो सरी फेरि अहिले आउँदा नि यही टिकट हो ए मम्मी राख्नु बुझ राम्रो आउँदा पनि यही टिकट हो गाइस सो थाहा नभएकोलाई थाहा गराइदिनु यो म अनि मेरो मम्मी अनि यो लाइन अनि हामी कहाँ छौँ भने मनोकामनाको लाइनमा अनि त्यो मम्मी लाइन टु मच लाइन हियर लाइनमै बसिरहेको हामी औ त्यसरी चढ्ने रहेछ गाइस मान्छेको कति लाग्छ मान्छेको 1550 दुईजनाको आज पञ्चमी कि के अरे मम्मी पञ्चमी भएर होला यस्तो लाइन भएको टिकट यस्तो हुने रहेछ गाडीहरू टिकट यस्तो यहाँ त के रहेछ चिरा नपाइने युट्युबमा हाल्न लागि हामी त हिँड्यो यस्तो हुनु डर लागिहाल्छ मम्मी लकै खोलिएन दिनु म खोलिदिन्छु लकै खोलिदिन्छु ओहो मम्मी कस्तो भइरहेको हजुरलाई रमाइलो
यस्तो छ यस्तो तर डर त नलाग्ने रहेछ अर्को केबल कार आउँदैछ गाजु यस्तो फास्टै हिँड्ने रहेछ हामीभन्दा हाम्रो बाख्रा अगाडि पुगिसक्यो बाबु उता हेर न खै मेरो त के भएन नि कराउनु यहाँ त गाँ 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 केबुल गाराइमा कता हो त केही पनि देखिया छैन मेरो त कता हो त यता यो देखाउने ब्याक क्यामेरा गर्ने ए बन्द गर्यो त्यसले त भाइ होइन ब्याक भयो क्यामेरा उता हेर न बाबातिर नै चलिरह वी आर इन केबल कार मनकामना गोर्खा मनकामना यस्तो हो कि गीत पनि त्यस्तै आएछ बाबालाई हेर्नु होला आफूलाई खायो यताबाट हेर न बाबापट्टि एउटा छ हेर It is गोर्खा मनकामना छ्याप्पै मायालाई यहाँबाट बल्ल देखियो उताको खुट्टाहरू उसको कपाल तान्ने कि मम्मीले यताउताको कपाल पनि बटाएर लिने कपडा बाबु फास्ट गएको त बाबालाई कति मिनट लाग्यो घरि हेर्नु मलाई तलतिर हेर्नु त जङ्गल यो डाँडो काटे सिधा आउने होला हेर यही बाटोबाट आएको हामी हेर्दैन ठाड्दै होइन म त हेर्दिनँ डर लाग्यो केही डर लाग्दैन हेरे त लाली गुराँसको फुल सुन्तला घरे आउनै छ क्या अझै धेरै छ ए हो र ऊ भे आए जस्तो हो त ऊ त्यो त एउटा डाँडो काटे सुन्तला घरे छ आउने जाने कार्यक्रम जारी छ मेरो कपाल त हामी मनकामनामा आइयो चढेर केबुल कार चढेर केबुल कार हामी आइयो यसरी ओ त्यो त ब्याक गरेछ यस्तो आइयो हामी आइयो टाइम लाग्ने रहेछ तर 10 मिनट लाग्यो 10 मिनट लाग्यो होला अब हामी झर्छौँ पुग्छ ढोका बिस्तारै मम्मी कताबाट हो एक्जिट रहेछ यो त बाहिर भित्र हाम्रो बाख्रा हाम्रो मुनि मैले चिनिसकेँ त्यहीँ रहेछ दुईवटा मात्रै त रहेछ अलि भुन्टुरी हाम्रो भुन्टुरी मुने त्यहाँ बाँधेर राखिदिनु रहेछ त्यस्तो गरेर तासेर आफै गएर खोल्ने हो कि मान्छेले सोध्ने हो कि के हो यस्तो बाख्रा पानी ठाउँ हुँदैछ यहाँ मम्मीलाई लिनु बाह्र समात्ने यसरी बाह्र समात्ने रहेछ गाइजहरू कतातिर हो जाने यसरी हामी सगी पाएर क्या पछाडि पछाडि हिँडिन होइन छ धन्यवाद मम कता हो यता हो हजुर बाख्रा बेच्ने ठाउँ होला बोका बेच्ने ठाउँ ए बोका
यस्तो सब ठाउँहरू रहेछ यहाँ एक किन्ने ठाउँमा नि हराएमा डर छैन सुन किन्ने हो दीदी लड्डू छ लड्डू प्रसादलाई लड्डू लिन्छ चढाउन लड्डू पुरा लिएर आएको छोला कुखुरा कुखुरा नि चढाउँछन् र भगवान्लाई हजुर लाइन यता यता आउने ल सरी है मबाट गाइज हामी गोर्खा मलकामा यति धेरै लाइन छ यति धेरै लाइन छ माई गड पकरन आएको पिची माऱ्यो अरे यहाँ त पुरै बाजा पञ्चे बाजा आयो कि नाच्नु मन उठ्यो पञ्चबली होला यो त पञ्चबली नै होला सायद हामी मन्दिरभित्र प्रवेश गरिसक्यौँ मन्दिरभित्र त होइन यो त ए मिल्दैन ल गाइज हाम्रो पूजा सब सम्पन्न भएर माई मदर एन्ड मी आर रिटर्निङ ब्याक फ्रम केबल कार हो क्या कस्तो भयो मम्मी हजुरको एक्सपिरियन्स अनि अरू कपाल त मिलेछ आफै मिलेछ कपाल मम्मी म थकिँदो अवस्थामा पुगेँ मैले नि खाएन नि यस्तो गरेर यो अब केबल कार चढेर जाने हो नमस्कार सबैजनालाई रक्षा गर्नु राम्रो भयो हाम्रो तपाईँ पनि उनीहरूको एकदम धेरै 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 आशीर्वाद गाइज हामी फर्किनेछौँ अब त हजुर त भन्नु न मम्मी यतिकै मेरो हात यस्तो थकेर लाग्यो पीडित भयो हामी त होइन मम्मी कति मिनेट भयो म त लास्टै नै पीडित भयो ल हामी त केबल कार चढ्दा लाइनै गएर रोकियो मम्मी कस्तो म त अस्ति नै जापानमा त रोकिएको थाहा पाइदिनँ जापानमा के त